सम्पूर्णमा नमस्कार। विगत लामो समयको पर्खाइपछि मेरा मित्र मिस्टर रजौला अनि मेरा प्यारा भाइलाई फेरि एउटा नयाँ भिडियो मार्फत केही कुराकानी गर्नको लागि राखेको छु र सर्वप्रथम त म राजु दाईलाई स्वागत गर्न चाहन्छु मेरो च्यानलमा। स्वागत छ दाई मेरो च्यानलमा। नमस्ते सबैजनालाई। र साथै मेरो प्यारो भाइ पनि हुनुहुन्छ हामीसँग मेरो च्यानलमा, उहाँको पनि थोरै परिचय दिनुहोला। हेलो नमस्कार, म चाहिँ राजा, नेपाल घर गोर्खादेखि। म उहाँहरूसँग एउटा दुईटा क्वेसन गर्न के चाहन्छु भने एउटा कुरो राजु दाई, परदेशीको पीडा के कस्तो हुन्छ थोरै तपाईँले यो कुरा भनिदिन सक्नुहुन्छ? यो परदेशीको पीडा भन्नाले भाइ परदेशको नि थाहा हुन्छ। म 13 वर्ष उमेरदेखि नै बाहिर बसेको मान्छे हो। अलमोस्ट 33 वर्ष भयो र लगभग 20 वर्ष भयो बाहिर काम गरेको। नेपालबाट कोही आउनु चाहनुहुन्छ भने चाहिँ एकदम बुझेर आउनु होला। धेरै जस्तो परदेशमा आएर मान्छे फस्ने र रुने र एजेन्सी खोज्ने र एम्बेसी खोज्ने यो चाहिँ धेरै नगर्नु होला, किनकि तपाईँको हातमा हो। तपाईँले पैसा तिर्ने हो, मेन पावर होइन, र मेन पावर तपाईँलाई तिर्दिने होइन। तपाईँले एकदम बुझेर आउनु होला। विदेश आउँदाखेरि जुन दुःख अब हामीले अब 2012देखि चाहिँ गर्दा आएको, अहिले 2026 पुगिसक्यो होइन है। यो किनकि तपाईँको लाइफको कुरा हो, यो कुनै मजाक होइन, र बुझेर आउनु होला तपाईँले भन्न चाहन्छु। र कयौँ अधिकांश मान्छेहरू खाडी मुलुकमा आएर फस्ने गरेका छन्, त्यो सम्पूर्णले थाहा भएकै कुरो हो। र हजारौँ पटक कुनै कुनै मेन पावरहरूले यहाँ बोलाएर, खाडीमा बोलाएर काम समयमा नदिने, स्यालेरी समयमा नदिने समेत भएको छ। त्यसैले अबको जेनेरेसन जो कोही पनि खाडीमा आउनुहुन्छ एकदम बुझेर गभर्मेन्टबाट चाहिँ एथोराइज मेन पावरहरूबाट मात्र आउनु होला। राजा, तिमी खास कुन कुन देशमा काम गरेको छौ थोरै मेरो अडियन्सलाई भन्न सक्छौ? म सबैभन्दा पहिला चाहिँ 2080मा म गएँ सौदी। सौदी गएपछि मैले त्यहाँ अब केही रेस्टुरेन्टमा केही कामहरू सिकेँ। त्यहाँबाट 2 वर्ष काम गरेर फेरि दुबई गएँ। दुबई गएर त्यहाँ अनि 4 वर्ष काम गरेँ। त्यहाँ गएर पनि त्यसपछि अनि लास्टमा म यहाँ कुवेतमा आएँ। पहिला विगत केही समय अघि तिम्रो अवस्था कस्तो थियो, तिमीले हाम्रो अडियन्सलाई भन्न चाहन्छौ? अवस्था त अब त्यही हो, अब पढाइ लेखाइ अब त्यस्तै हो होइन, अब खासै थिएन होइन। अब रेस्टुरेन्ट लाइनमा, अब यता होटल लाइनमा अब तपाईँलाई कमसेकम पनि अब तपाईँलाई अब कम्युनिकेसन स्किल, अनि त्यसपछि अब वेटरको होइन अब के हुन्छ त्यहाँ, अब त्यो सबहरू जान्नुपर्छ। अब त्यो केही थिएन, तर मैले अब सिकेँ बिस्तारै होइन, हार्डवर्क गरेँ, गर्दा गर्दै अहिले यो ठाउँमा आइपुगेँ। भनेपछि यति साह्रो तिमीले आफ्नो लाइफमा स्ट्रगल गरेको रहेछौ? एकदम धेरै गरेँ। र एउटा कुरा अझ सोध्न चाहे राजा तिमीलाई मैले, हाम्रो देश नेपालमा अधिकांश मान्छेहरू गरिब छन्, त्यो सम्पूर्णले थाहा भएकै कुरा हो। र जुन गरिब मान्छे छन् कतिपय त तिम्रो अलिकति यो खाडीको ठाउँमा पनि आउनको लागि असहज, गाह्रो, अप्ठ्यारो परिरहेको छ। तिनीहरूलाई तिमीले कसरी मोटिभेट गर्न सक्छौ? यो मेरो भिडियो मार्फत थोरै मोटिभेट गर्न सक्छौ? मेन कुरा त अब हुन त हो सबैजनालाई अब गाह्रो नै छ होइन। मेन कुरा त अब हाम्रो मेन पावरको अब सरहरू मिसहरूले अब अलिकता अब हुन्छ नि, कुनै अब देश जानको लागि 2 लाख 3 लाख 4 लाख रुपियाँ लेखिदिने होइन, 5 लाख रुपियाँ लेखिदिने, त्यस्तो गरेर पनि कति मान्छे पनि आउन चाहँदै पनि उनीहरू आउन सकेको हुँदैन, किनकि पैसाको कारणले। इन्टरभ्यूमा सेलेक्ट हुन्छ, सबै कुरा हुन्छ, तर मेन लास्टमा रोकिन्छ पैसाले। त्यो कुराको लागि चाहिँ अलिकता हाम्रो नेपाली सरकारले अनि मेन पावरको अब सरहरूले अलिकता त्यसमा ध्यान दिँदा राम्रो हुन्छ होला हामीहरूको लागि चाहिँ। त्यो एकदम सही भनेको हो। र अहिलेको जेनेरेसन, अहिलेको समयमा बालेन्द्र सरकारले केही न केही अवश्य नै गर्नुहुनेछ। भिडियो कस्तो लाग्छ कमेन्ट गर्न अवश्य पनि नबिर्सिनु होला, किनभने यस्तै मोटिभेसनल भिडियोहरू र इन्फर्मेटिभ भिडियोहरू तपाईँ सामु ल्याउने गर्दछु। त्यसैले एक लाइक र एक सेयर अवश्य नै गर्नुहोला। जय देश, जय नेपाल।